हेलो गाइज वेलकम टु माई नेक्स्ट मिनी ब्लग। आज शनिबार चाहिँ हामीले के गर्यौँ भन्दाखेरि हामीले चाहिँ धान रोप्न गयौँ। हाम्रो चाहिँ धान रोप्ने प्लान थिएन, तर एक्कासी घर नजिकै यो खेतमा चाहिँ सबैजना दाजुभाइहरूले चाहिँ पानी तानेर रोप्ने प्र्याक्टिस छ। अनि त्यहाँ पानी तानेर रोप्दाखेरि चाहिँ हाम्रो पनि सुरुवात गरौँ न त भनेर हामीले पनि हाम्रो धान रोप्ने सुरुवात चाहिँ आज गऱ्यौँ। त्यसपछि मेरो छोरा र भान्जा चाहिँ दुवैजना गएर हिलामा छ्याम्ल्याङ्ग लाएर बस्थ्यो के है। उनीहरू चाहिँ मेरो छोरा त सानैदेखि हिलो पानी माटो भनेपछि यति रमाउँछ कि हेर्नु न, ऊ मजाले धानको बिउ ओसारिदिइरहेको छ। उसले चाहिँ धेरै कुरा सिकिसक्यो। अनि मेरो भान्जा चाहिँ सानो छ, उसलाई चाहिँ केही कुरा थाहा छैन। ऊ चाहिँ हिलोसँग पनि डराउँछ। हामी यहाँ खेतमा काम गर्दा चाहिँ घाम छ नि त, अनि यो जुसहरू पनि काम गर्ने दिदीबहिनीहरूलाई चाहिँ यो जुस दिएको। मेरो भान्जा चाहिँ डराउँदै यो हिलोसँग रमाउँदै गरिरहेछ। ऊ खासै खेतमा आउने मान्छे त होइन, तर उसको दादा आएको देखेर चाहिँ ऊ पनि आयो पछि पछि लागेर। उनीहरू पनि जुस खाने भनेर जुस चाहिँ खुवाउँदैछु है। म जुस खाँदैछन् दुईजना मिलेर। अनि म चाहिँ उनीहरूलाई जुस माथिसम्म मुखसम्म लगेर नखाऊ भन्दैछु, किन भन्दाखेरि अब पानी फोहोर थियो, तानेको पानी होइन। अनि त्यसले चाहिँ अब बच्चाहरूलाई थाहा हुँदैन नि त, इन्फेक्सन पनि हुनसक्छ भनेर मैले अलग्गै खुवाउन लगाएँ। पानी थिएन, अर्को एक्स्ट्रा पानी हातसाथ धुनको लागि। अब खेतमा त यस्तै त हुन्छ नि, हजुरहरूलाई थाहा छँदैछ होला है। अनि म चाहिँ यता बुढालाई पनि जुस खाने हो भनेर सोध्न चाहिँ गएँ, तर बुढाले चाहिँ खान मान्नु भएन जुस। त्यसपछि हामीले आएर चाहिँ मजाले लाएर दुईटा बच्चालाई राखेर मजाले हामी पनि सबैजना बसेर धान रोपेर सकाएर आयौँ। आजको दिनमा धान रोप्दै मैले चाहिँ यो देखिरहेको बिउ मैले पनि ओखालेँ है गाइज। यहाँ भिडियोमा चाहिँ आएको छैन, तर मैले पनि काम चाहिँ गरेको छु है। बाबुले चाहिँ अझै बिउहरू फाल्दैछ कि। बाबुलाई चाहिँ त्यो यो हिलो माटो पानी एकदम ऊ सानैदेखि यस्तो कुरामा अलिकति इन्गेज हुने भएको भएर उसलाई चाहिँ मनपर्ने छ। मेरो भान्जो चाहिँ डराइ बिचरा, ऊ कहिल्यै खेतमा जाँदैन। डराइ ऊ पनि गर्न प्र्याक्टिस गर्दैछ। आजलाई यति नै, हामी अर्को ब्लगमा भेट्नेछौँ। थ्याङ्क यू सो मच। प्लिज लाइक एन्ड सब्सक्राइब है त गाइज। बाई बाई। अलिकति बाँकी ल, सी यू। प्लिज सब्सक्राइब है त।